ए प्रचण्ड बा, ए केपी बा, ए शेरबहादुर देउवा बा, म तपाईँकै नाति हो। म अहिले दक्षिण कोरियामा छु। म यहाँ मजदुरी गरिरहेको छु। मलाई देश फर्कन मन छ, तर मलाई त्यो डर छ। म अब नेपाल फर्केँ भने, यत्तिकै फर्केँ भने म खान पाउने छैन। मेरो परिवारहरू भोकै मर्नेछन्। रोजगारीको लागि तड्पिनेछन्। बिहान बेलुकाको छाक तार्नको लागि भिख माग्न पर्नेछ। भिखारी भइनेछ। ए हजुरबुवा, अब त हजुरहरूको शासन सकियो। अब हजुरहरूले कृपया विश्राम लिनु न। अब त ती दक्ष जनशक्तिलाई देश हाँक्न दिनु न। तपाईँ जस्ता वृद्धहरू अब कुर्सीमा बसेर आफ्नै घरका टेबलहरू ठटाउनु न। किन देशका धेरै युवाहरूलाई विदेश पठाउन बाध्य गराउनुहुन्छ? तपाईँहरूसँग भिजन अब छैन। यो डिजिटल जमाना हो, टेक्नोलोजीको जमाना हो। अब पुराना छाप लगाएर निर्णय गर्ने जमाना होइन यो। अब त कम्प्युटर हेरेर 15-20 वर्ष पछाडिको युग हेर्ने जमाना हो। अब पनि तपाईँहरूले यस्तै आफ्नो औँठे छापको जमाना जसरी नै प्रगति गर्छु भनेर अगाडि बढ्नुभयो भने तपाईँहरू पापी त हुँदै हुनुहुन्छ। अझै मर्ने बेलामा पनि किरा परेर मर्नुहुनेछ। अब त छोड्नु न। तपाईँहरूलाई म एकदमै विनम्र अनुरोध गर्छु। दक्ष जनशक्तिको हातमा देश छोड्नुहोस् न। तपाईँहरूलाई म विनम्र 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 अनुरोध गर्छु।